कुनै माइकालालले पनि ओलीलाई छोएर देखाओस् त, ओलीलाई छोएर मात्रै देखाओस् त कुनै पनि माइकालालले कसको रहेछ यो मुटुमा दम ओलीलाई छोएर देखाउने। ओलीलाई छोएर देखाउने कुनै माइकालालको दम छैन, बुझ्यौ? कसैको दम छैन केपी शर्मा ओलीलाई छोएर देखाउने। होसियार रह तिमीहरू, कसैको दम छैन। खुल्ला च्यालेन्ज। यहाँ सुन राम्रोसँग, ओलीलाई छोएर हेर, गुन्डुमा आएर देखाऊ। दम छ भने ओलीको रक्षाको लागि हामी मर्न तयार छौँ, हामी गोली खान तयार छौँ। केपी ओलीको रक्षाको लागि तपाईँ मर्न तयार मर्न तयार। ओलीलाई पक्राउ गर्यो भने घिसारेर सडकमा फाल्छौँ। च्यालेन्ज हो, मेरो च्यालेन्ज हो, ओपन च्यालेन्ज हो। ओलीले हाने हो र त्यहाँ गोली, बानेश्वरमा ओली गोली हान्न गएको थियो, त्यसको जिम्मा त बालेले लिनु पर्यो नि। 74 जना जसरी मरिएका छन् त्यसको जिम्मा बालेले लिनुपर्छ। ओलीलाई छोएर हेर, समाचार मात्र नबनाऊ के, गुन्डुमै हुनुहुन्छ ओली। हामी त्यही छौँ। नाथे यो गृहमन्त्रीले ओलीलाई पक्राउ गर्ने हिम्मत राख्छ? खुल्ला च्यालेन्ज छ। कुनै बेकुपले छोएर देखाउन सक्दैन ओलीलाई, थाहा पायौ नि? यस्तोरी भनेका छन् गधाहरूले। गधाहरू खुलेआम छन्, च्यालेन्ज दिइरहेका छन्। बेवकुफ भनेका छन् अहिलेको गृहमन्त्रीलाई। नालायक सरकारै रहेछ यो, थाहा भयो? राम्रोसँग बुझ्यौ नि कहाँसम्मका रहेछ। ओली छ त्यही गुड्डुमा छ ओली, कसैले गएर समातोस् त। खुल्ला च्यालेन्ज दिए मान्छेहरूले, खुलेआम च्यालेन्ज दिए। केही गर्न सक्दैनौ तिमीहरू, सरकार नालायक सरकार नै हौ। आज रवि लामिछाने भएको भए यो हुन्थ्यो। समातेर घोक्रे ठ्याक लगाएर चाहिँ नि भित्र लहर थुन्थे रवि लामिछानेले। बेकुबहरू त हो तिमीहरू, बेकुबहरू। हेर्दै जाऊ अब के हुँदैछ हाम्रो देशमा। खुलेआम च्यालेन्ज भइसक्यो, खुलेआम च्यालेन्ज दिइसके, केही गर्न सक्दैनौ, बुझ्यौ नि?